सार्वजनिक सडक छेउको जग्गालाई 25% विकास कर लाग्ने व्यवस्था आउन लाग्यो भनेर हल्ला सुनिरहेको छ नि। यो के हो थाहा छ तपाईँहरूलाई? खासमा चाहिँ यो कुनै नौलो व्यवस्था होइन होइन। सार्वजनिक सडक ऐन 2031 को चाहिँ दफा 22 अन्तर्गतको व्यवस्था हो, जसमा चाहिँ के भनिएको छ भने कुनै पनि जग्गालाई चाहिँ होइन, सार्वजनिक सडक छेउको कुनै पनि जग्गालाई चाहिँ एक पटकको लागि चाहिँ विकास कर उठाउन सकिनेछ भनेर लेखेको छ। अब कसरी उठाउने त भन्दाखेरि त्यहाँ चाहिँ खण्ड खण्ड विभाजन गरेर होइन, कुनै पनि सडकको छेउबाट 250 मिटर भित्रसम्मको जग्गालाई चाहिँ कर लिन सकिनेछ। अब सडक किनारादेखि 125 मिटरसम्मकोलाई खण्ड क मान्ने होइन, त्योभन्दा बियोन्डको 125लाई चाहिँ खण्ड ख मानेर खण्ड कलाई 20%, खण्ड खलाई चाहिँ 10% कर लिइनेछ भनेर चाहिँ सार्वजनिक सडक ऐन 2031 भित्रै लेखिएको व्यवस्था छ। अब तपाईँहरूले के बुझ्नुपर्छ, यो कर किन लाग्न लाग्यो, यो उठाउनु पर्ने जरुरत किन भयो, अहिलेसम्म किन नउठाएको भन्ने चाहिँ एउटा कौतूहलता होला नि त। यसलाई कसरी बुझ्ने हो भने, यो अब नेपालमा चाहिँ पहिलो पटक सडक ऐन आउँदाखेरि, सार्वजनिक सडक ऐन 2031 आउँदाखेरि यो लेखिएको व्यवस्था थियो, तर कार्यान्वयन भएको थिएन विकास कर उठाउने चाहिँ होइन। अब यो विकास कर उठाउने चाहिँ किन हो भन्दाखेरि, जस्तो कि केही पनि नभएको खेतीयोग्य जमिनमा चाहिँ बाटो हालेर त्यसमा चाहिँ त्यो आवासीय क्षेत्र होइन, कमर्सियल क्षेत्रहरू चाहिँ विकास हुन थाल्यो भने त्यसले गर्दाखेरि के हुन्छ, सडकले गर्दाखेरि चाहिँ त्यो जग्गाको भ्यालुएसनहरू बढ्छ। त्यो विकासले गर्दाखेरि चाहिँ त्यसको चाहिँ मूल्य वृद्धि हुन्छ नि त। त्यो मूल्य वृद्धि हुनुमा चाहिँ सडकले रोल प्ले गर्यो। सडक भनेको सरकारको सम्पत्ति, सार्वजनिक भए पनि त्यो सरकारले ओन गर्ने चिज हो भनेपछि त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई फाइदा पुग्यो भनेपछि तपाईँलाई तपाईँको जग्गाको भ्यालुएसन बढाइदिएको होइन, त्यसको चाहिँ त्यो कर हो भनेर बुझ्नु पर्यो। त्यसलाई एक किसिमले चाहिँ सेयरको चाहिँ क्यापिटल गेन ट्याक्स लागे जस्तो अहिले चाहिँ जग्गाको मूल्य वृद्धि हुँदाखेरि चाहिँ क्यापिटल गेन ट्याक्स लाग्छ नि, त्यो वान टाइमको लागि चाहिँ क्यापिटल गेन ट्याक्स हो भनेर बुझ्नुपर्छ है तपाईँहरूले। अब यहाँनिर एउटा क्वेसन के आउन सक्छ भने, सरकारलाई त हामीले सडक राख्न दिने बेलामा चाहिँ आफ्नो जग्गा दिइसकेका हुन्छौँ नि, किन फेरि एक्स्ट्रा कर लिनु खोज्यो त भन्ने खालको कुरा आउन सक्छ नि। अब यसमा चाहिँ के हुन्छ भने, सडक कायम गर्नको लागि पनि छ नि, व्यक्तिको जग्गा लिनु पर्यो भने चाहिँ प्रचलित ऐन बमोजिम चाहिँ मुआब्जा दिनुपर्छ भनेर लेखेको छ। त्यो मुआब्जा भनेको सरकारी मूल्याङ्कनको आधारमा चाहिँ व्यक्तिको जग्गा चाहिँ सडकमा आउनुपर्ने भयो भनेदेखि त्यसको लागि चाहिँ मुआब्जा दिने भन्ने कुरा हो। तर यो भन्दा त फरक कुरा भयो नि त। तपाईँको सरकारले तपाईँलाई मुआब्जा दिएर चाहिँ सडक कायम गर्ने, अनि त्यो सडक हालेको बापतमा चाहिँ तपाईँको चाहिँ जग्गाको मूल्याङ्कन चाहिँ दोब्बर तेब्बरै भइदिने भनेपछि त त्यहाँनिर चाहिँ कर लाउनु स्वाभाविक पनि हो कि जस्तो चाहिँ देखिन्छ नि त। अब यो व्यवस्था कार्यान्वयन हुने चाहिँ हल्ला चाहिँ सुनिरहेको छ होइन, हुन्छ हुँदैन चाहिँ थाहा छैन। तर देशभरिबाट चाहिँ हरेक सडक 13 फुटको सडकदेखि लिएर चाहिँ तपाईँको 50 मिटरसम्मको चाहिँ सडकको चाहिँ छेउको किताबाट चाहिँ एक टाइमको लागि चाहिँ 25% कर होइन, सरकारी मूल्याङ्कनको आधारमा चाहिँ त्यत्रो कर उठ्यो भने त म्यासिभ एमाउन्ट अफ पैसा उठ्छ कि। अब त्यो सरकारले गर्न सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ एउटा क्वेसन मार्क छ।